ल सर्वप्रथम त म एउटा अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुखज्यूलाई कि चाहिँ म एक्लो मान्छे भनेर एउटा माननीय भनेर एक्लो माननीय भनेर चाहिँ हेला नगरियोस् है। किनभने अरूले 10-15 मिनट 20 मिनट 30 मिनट पाउँदाखेरि मलाई चाहिँ 5 मिनट नदियोस्। म एक्लो छैन। तपाईहरुको कुनै पनि पार्टी भन्दा पार्टीको सदस्यहरू हुनुहुन्छ, तपाईहरुको तिनीहरू भन्दा तपाईहरुको पार्टी सदस्यहरू भन्दा मेरो चाहिँ समर्थकहरू धेरै छन् नेपालमा। साँच्चै पत्याउनुहुन्न भने जनमत लिनुहोस्, जनमत लिनुहोस् बाहिर गएर हैन। म एक्लो छैन, मेरो साथमा सारा नेपालीहरू छन्। सारा नेपालीले मलाई चिन्छन्, बच्चा बच्चाले चिन्छन्, टोल टोलमा चिन्छन्, गल्ली गल्लीमा चिन्छन्। त्यसकारणले 5 मिनट मलाई स्वीकार्य छैन है। अब म धेरै कुरा गर्न चाहन्न। म सौभाग्यले भनौँ अथवा दुर्भाग्यले भनौँ, अहिलेको जुन संसद बसेको छ, अहिलेको जो सरकार बनेको छ, त्यो सरकार बनाउनको लागि, चुनाव गराउनको लागि, चुनाव गराउने सरकारको म पनि मन्त्री थिएँ। पुरा मन्त्री हुन सकेन, भएन, तर म पनि मन्त्री थिएँ नि। त्यही सरकारले, हामी के अरे मन्त्री भएको सरकारले नै चुनाव गराएर अहिलेको संसद बनेको, अहिलेको सरकार बनेको हो। त्यति बेला खास गरी मलाई दुःख लागेको कुरा के छ भने, त्यति बेला मैले जे काम गर्न सकिनँ, खोजेको थिएँ गर्न सकिएन, किनभने चुनावी सरकार थियो, मैले जोड पनि गरिनँ। त्यति बेला मैले ल्याउन खोजेको अध्यादेश 3वटा, सबैलाई थाहा छ त्यो 3वटा अध्यादेश चाहिँ मैले अहिले सबै धेरै माननीयज्यूहरूलाई त्यसको कपीहरू पनि मैले पठाइसकेको छु, पढ्नु भएको छ। अहिले सरकारले 8वटा अध्यादेश ल्याउँदाखेरि मेरो अध्यादेश यो छ भन्नु मैले पनि त्यहाँ बुझाएको थिएँ। अध्यादेश आयो, तर मैले ल्याउन खोजेको अध्यादेश अहिले पनि आएको छैन। र जुन अध्यादेश आयो, जुन रूपमा अध्यादेश ल्याउन खोजेको थिएँ त्यो रूपमा आएको छैन। त्यो पनि ठिकै छ, तपाईँहरूले ल्याउनु भयो, मैले केही उस छैन। मैले ल्याउन खोजेको विश्वविद्यालय जुन छ, केही नेपाल ऐन विश्वविद्यालयलाई को अध्यादेश जुन छ, मैले पनि त्यही ल्याउन खोजेको थिएँ। र त्यो जुन सरकारले ल्याएको जुन अध्यादेशमा जुन कुरा कल्पना गरिएको छ, कल्पना के गरिएको छ भने विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्ने, शिक्षा के अरे शिक्षालाई भने, त्यो एकदम मैले पनि ल्याउन खोजेको त्यही थिएँ। तर मैले गरेको कल्पनामा चाहिँ के थियो भने कुलपति चाहिँ प्रधानमन्त्री हुनु हुँदैन भन्ने थियो। अहिलेको जुन अध्यादेश छ त्यसले पनि विश्वविद्यालयमा राजनीतिकरण हुनु हुँदैन भनेको छ, तर फेरि कुलपति त प्रधानमन्त्री नै बस्ने व्यवस्था गरेको छ नि। त्यसैले त्यो त भयो, म त्यसमा केही दुःख मनाउ छैन। दोस्रो कुरो, मैले ल्याउन खोजेको र मेरो जीवनभरिको सङ्घर्षको कुरा के हो भने नव परिवर्तन, विज्ञान प्रविधिको विकास अनुसन्धानको लागि कोषको गठन गर्ने भनेको हो। अनि त्यो ल्याउन सकिन, अध्यादेश ल्याउन सकिन, उति बेला ल्याउन सकिन, ठिकै छ। अहिले ल्याएको छु। अहिले पनि त्यसमा चाहिँ केही कुरा अगाडि काम बढेको छैन। त्यसैले त्यो कुरामा मलाई चाहिँ दुःख लागेको छ। अब यसमा खास गरी कुरा के हो त भन्दाखेरि, यो नवप्रवर्तन कोषको जुन अध्यादेश छ, यो ल्याउनको लागि मैले अहिलेको मन्त्रीमण्डललाई, अहिलेको सरकारलाई पनि अनुरोध गरिरहेको छु, तर सुनाइ चाहिँ भएको छैन। अनि सबैभन्दा ठुलो कुरा त के हो भन्दाखेरि विज्ञान प्रविधि मन्त्रालय, विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने मेरो जुन माग छ, त्यो मागमा चाहिँ सुनाइ भएको छैन। र यहाँ चाहिँ के आइरहेको छ भने प्राधिकरणबाट चलाउने रे। किन भन्दाखेरि अर्को मन्त्रालय बनाउँदाखेरि, विज्ञान प्रविधि मन्त्रालय भन्ने एउटा मन्त्रालय बनाइयो भने खर्च बढ्छ रे। 2-4 अरब रुपियाँ एउटा मन्त्रालय चलाउनलाई लाग्छ। त्यो पैसा बचाउनलाई 2-4 अरब ठुलो हो कि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तन ठुलो हो? विज्ञान प्रविधि नवप्रवर्तन भनेको के हो? तपाईँहरूले अहिले सुशासन ल्याएर के बनाउनु भइरहेछ भने एउटा राम्रो चिज बनाउनु खोज्नु भएको छ, राम्रो गाडी बनाउन खोज्नु भएको छ। गाडीभित्र चाहिँ एकदमै कम्फोर्टेबल, एकदमै सोफा राम्रो आरामदायक बनाउन खोज्नु भएको छ। तर त्यो गाडीमा
इन्जिन हालेन भने के हुन्छ? त्यो गाडी उड्छ? अनि इन्जिन भनेको के हो त? अर्थतन्त्रको इन्जिन भनेको के हो? विज्ञान प्रविधि नवप्रवर्तन अनुसन्धान होइन? यो कुरा खै बुझेको? अरूले त बुझ्नु भएन। योभन्दा अगाडिको विगतका सरकारहरूले बुझ्दै बुझेन। मैले जति प्रयास गरेँ बुझेन। मलाई जहाँसम्म विश्वास थियो, 100% विश्वास थियो, अहिलेको सरकारले त बुझ्छ, किनभने सबै युवाहरू हुनुहुन्छ भनेर मैले भनेकै थिएँ। खोइ सुनाइ भएको? सबै ठाउँमा मैले पुर्याइरहेको छु, सबैलाई मैले हात जोडेर अनुरोध गरिरहेको छु। अहिलेसम्म प्राधिकरण बनाउने रे, खर्च हुन्छ रे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू मन्त्रालयले पनि शहरी विकासको पनि प्राधिकरण बनाएर त्यो मन्त्रालय किन चाहियो त्यो? भौतिक विकास मन्त्रालय अनि अरू सूचना तथा सञ्चार मन्त्रालयले पनि प्राधिकरण बनाएर चलाए भइगयो त? खोइ त त्यो कुरा सोचेको। अनि यो कुरामा चाहिँ मलाई चाहिँ धेरै दुःख छ। र यो त भयो प्रमुख कुरा। सानो कुराहरूमा पनि मलाई चित्त बुझेको छैन। म मन्त्री हुँदाखेरि हेर्नुहोस्, म मन्त्री हुँदाखेरि मन्त्री भएको हप्तामै हरेक विद्यालयमा कम्प्युटर टिचरको व्यवस्था गर्ने, दरबन्दी थप्ने र 8 क्लासदेखि कम्प्युटर विषय थपेर 100 पूर्णाङ्क कम्प्युटर थपेर 800 बनाएर गर्ने भनेर सम्पूर्ण कुराहरू व्यवस्था गरेर अगाडि बढाएको कुरो अहिलेसम्म भएको रहन्छ। मैले त विश्वास गरेँ यो अब वैशाखको अस्तिको शैक्षिक सत्रदेखि चल्यो होला भनेर। अस्ति वैशाख स्कुलहरू चलिसकेपछि बल्ल थाहा पाएँ त्यो चलेको रहन्छ। अब त्यसको लागि अर्थ मन्त्रालय, अर्थ सचिवज्यू, अर्थमन्त्रीज्यूसँग अस्ति पनि कुरा गरेँ। उहाँहरू अर्थ मन्त्रालय तयार छ, त्यसको लागि धेरै खर्च थप्नु पर्दैन। अहिले हामीले भनेको कुरा के हो भने कमसे कम 7,000 माध्यमिक विद्यालयहरू छन्। 7,000 टिचर नथप्यो भने 1,500-2,000 थपौँ र त्यो सदस्य आफ्नो भनाइ छोट्याउँ। ल म छोट्याउँछु, तर म चाहिँ मेरो आपत्ति छ। हेर्नु अब कुरा के हो भन्दाखेरि थपौँ भन्दाखेरि अनि त्यो चाहिँ थपेर उसमा के अरे खास गरी सहरी क्षेत्रहरूमा त सबै प्रायः जसो विद्यालयहरूमा कम्प्युटर पढाइ हुन्छ। गाउँमा पढाइ भएको छैन, त्यहाँ पुर्याउँ भन्दाखेरि पनि अहिले अगाडि बढाएको छैन। त्यो अगाडि बढोस् भन्ने चाहन्छु। नवप्रवर्तन कोषको जुन अध्यादेश छ त्यो अध्यादेश आएको छैन, त्यो अध्यादेश पनि आओस् भन्ने चाहन्छु। र प्रमुख कुरा चाहिँ के हो त भन्दाखेरि 1%। मैले खोजेको त जिडिपीको 1% बजेट रिसर्च इनोभेसनमा छुट्याइयोस् भन्ने हो। जिडिपीको नसक्ने भनिसकेपछि यो पुँजीगत खर्चको 1% भन्ने कुरा अहिलेको बजेटमा आउनै पर्छ। अहिलेको बजेटमा आएन भने फेरि म यो संसदमा बारम्बार हल्ला गरिरहन्छु। त्यो चाहिँ आओस्। हेर्नुहोस्, यो कुरा मैले अहिले नै जानकारी दिएँ र हिजोको राष्ट्रपतिजीको सम्बोधनमा पनि जुन नीति तथा के अरे कार्यक्रम छ त्यसमा विज्ञान भन्ने शब्द छँदै छैन। तपाईँहरूले हेर्नुहोस् त्यो 46 कतिवटा छ त्यहाँ, कति पानाको, त्यहाँ चाहिँ विज्ञान भन्ने शब्द छँदै छैनन्। यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवप्रवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको हो? पहिलाको पुरानो सरकारहरूले त गर्यो, ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि, खै भेटेको? यो कुरा चाहिँ म चाहिँ एकदमै छ। र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नवप्रवर्तन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो, माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु। ल यो कुरा त्यस कारणले यो प्राधिकरणबाट यो विज्ञान प्रविधि तथा अनुसन्धानको विकास गर्ने कुरा नसोचियोस्, मन्त्रालय नै चाहियो। मन्त्री चाहिँ एकदम जान्ने, त्यो विषयको धुरन्धर को छ छानेर ल्याउँ। अनि त्यो मन्त्रालयमा सचिव जुन छ प्रशासनिक तहबाट होइन, विशेष सचिव, विशेष
सहसचिव विशेष कर्मचारी त्यो क्षेत्रकोलाई मात्रै राखेर त्यो मन्त्रालय चलाउँ। नेपाल चाहिँ एकदमै 10-15 वर्षमा पुग्छ। तपाईँहरूको सरकारले अहिले जो कल्पना गर्नुभएको छ त्यो हुन्छ। भएन भने 10 वर्ष त चलाउला रासोपाले, त्यसपछि फेरि अहिलेको जस्तो कुनै आन्दोलन हुन्छ अनि जान्छ। किनभने अर्थतन्त्र बन्दैन, विज्ञान प्रविधि नभइकन अर्थतन्त्र बन्दैन। बनाएर देखाउनु हुन्छ भन्ने कुरा पनि म विश्वास गर्दैन। संसारमा कसैले पनि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तनलाई प्रयोग नगरिकन अर्थतन्त्र बनाएकै छैन। संसारमा नभएको कुरा नेपालमा बन्छ। धन्यवाद।